हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल। आजको हाम्रो टपिक चाहिँ लिक्विडिटीको रोल चाहिँ मार्केट म्यानिपुलेसनमा कसरी के हुन्छ, ठुलो अपरेटरहरूले लिक्विडिटीको लागि कसरी म्यानिपुलेट गर्छन् भन्ने टपिकमा हो। हामीले लिक्विडिटीको बेसिक्स र चार्टमा लिक्विडिटीलाई कसरी हेर्ने, इन्टर्नल र एक्सटर्नल लिक्विडिटी भने के हो र त्यसको रिलेसन के हो भन्ने चाहिँ हामीले प्रिभियस भिडियोमा नै हेरिसकेको छौँ। त्यो भिडियो हेर्नुभएको छैन भने सुरुमा त्यो भिडियो हेरेर मात्र यसमा कन्टिन्यू गर्नुहोला। त्यो भिडियोको लिङ्क म डिस्क्रिप्सनमा पनि राखिदिन्छु, तपाईँले यहीँ साइडमा आई बटन क्लिक गरेर पनि हेर्न सक्नुहुनेछ। यो भिडियोमा चाहिँ स्पेसिफिकल्ली मार्केट म्यानिपुलेसनमा चाहिँ बिग मनीले लिक्विडिटीलाई कसरी हेर्छन् या कसरी म्यानिपुलेट गर्छन् लिक्विडिटीको बेसमा भन्ने कुरा हो। यसमा थ्योरी पार्टमा अलिकति हेरौँ। हामीले सुरुमा भनेको म्यानिपुलेसन कसरी हुन्छ त, कुन कुन टाइपले हुन्छ भनेर। यसमा पहिला पनि कुरा गरेको थिएँ मैले। नम्बर 1मा हुन्छ हाम्रो न्युज या इभेन्ट म्यानिपुलेसन। यो भनेको सर्टेन न्युजहरू निकालेर फेक न्युज सर्कुलेट पनि हुन्छ यसमा। प्लस अनि इभेन्ट म्यानिपुलेसन भनेको चाहिँ कस्तो भने तपाईँको बोनस डिभिडेन्डको अनाउन्समेन्टहरू, राइट सेयरको अनाउन्समेन्टहरू, त्यो बेसिसमा पनि यहाँ बायर्स एट्र्याक्ट गर्नको लागि या सेलर्स एट्र्याक्ट गर्नको लागि यो म्यानिपुलेसन हुने भयो, न्युज र इभेन्ट म्यानिपुलेसन होइन। फेसबुक पेजहरूको थ्रु, टिकटकको थ्रु, यिनीहरू सबै न्युज या इभेन्ट म्यानिपुलेसनमा पर्ने भयो। अर्को हुन्छ टेक्निकल ट्रेडर्सलाई गर्ने म्यानिपुलेसन। त्यो हो चार्टमा चार्ट प्याटर्न्स म्यानिपुलेसन भन्दा हुन्छ यसलाई। टेक्निकल ट्रेडरहरू जो कोही चार्ट प्याटर्नहरू हेर्नुहुन्छ, सपोर्ट रेजिस्टेन्सहरू, अरू कुनै जुनसुकै जेसुकै फलो गर्नुहुन्छ, ट्रेन लाइनको नि एउटा ट्र्याप कसरी हुन्छ भन्ने सेपरेट भिडियो छ। यो जे पनि टेक्निकल हेरेर बाई सेल गर्नुहुन्छ उहाँहरूको लागि ट्र्यापहरू हो यो भनेको चार्ट प्याटर्न म्यानिपुलेसन। अर्को टाइपको हुन्छ भोल्युम र फ्लोर सिट। यसमा पनि धेरै टाइपले हुन्छ है म्यानिपुलेसन, भोल्युम र फ्लोर सिटमा पनि। जुन एक्चुअल भोल्युम देखिन्छ त्यो कहिलेकाहीँ म्याचिङ भोल्युमहरूको बारेमा नि थाहा होला तपाईँहरूलाई। फ्लोर सिटहरूमा ब्रोकर टु ब्रोकर ट्रान्सफरबाट अब होल्डिङहरू लुकाउने टाइपको मल्टिपल ब्रोकर युज गरेर के अरे एकुमुलेसन हो। त्यो इच एन्ड एभ्रिथिङ जो नर्मल सर्फेसबाट हेर्दाखेरि पोजिटिभ देखिन्छ भित्र, त्यसमा पनि म्यानिपुलेसन भइरहन्छ। यो स्पेसिफिक भिडियो चाहिँ हाम्रो यसमा चार्ट प्याटर्न म्यानिपुलेसनमा हेर्छौँ हामी। नम्बर 2को पोइन्ट चार्ट प्याटर्न म्यानिपुलेसनमा, त्यसमा लिक्विडिटीको रोल। अब यो चाहिँ हामी अलिकति म यहाँ ड्र गरेर पनि देखाउँछु, प्लस त्यसलाई हामी सिधै अहिले चार्टमा गएर पनि हेर्नेछौँ। कस्तो भने चार्ट प्याटर्न म्यानिपुलेसनमा म कुनै फेमस हाम्रो चलेकै चार्ट प्याटर्नहरू बनाउँछ है। एउटा मार्केट फल भइरहेको छ, एक ठाउँमा बेस बनाऊ, एउटा माइनस स्विङ गयो, त्यही पहिलाकै एरियाको आसपास एउटा बेस बनायो होइन। अनि यो ब्रेकडाउन गरेर अपसाइड मुभ, यो फर्मेसन हुँदै गर्दाखेरि धेरैको चाहिँ यो भनेको डबल बटम फर्मेसन या सपोर्ट बाई यो तरिकाले हुन्छ होइन भाइ। डबल बटम भयो, डबल बटम भनेको बुलिस प्याटर्न हो भन्ने जुन कन्सेप्ट छ त्यो अनुसार तपाईँहरूको बाई हुन्छ। अनि लास्ट भिडियोमा मैले के कुरा गरेको थिएँ भने लोको तल, तपाईँको लोको तल जहिले पनि लेस्टिङ लिक्विडिटी हुन्छ। लिक्विडिटी भनेको नम्बर अफ अभाइलेबल किता। अब ठुलोलाई बाई गर्नु छ भने तपाईँहरू यहाँ जसले पनि प्याटर्न हेरेर बाई गर्नुभयो या सपोर्ट हेरेर जसले बाई गर्नुभयो उहाँहरूको स्टप लस भनेकै उनीहरूको फुलफिल गर्ने किता भयो होइन। बोथ साइड बायर भएपछि हाम्रो मार्केटमा यहाँनिर तपाईँहरूको स्टप लस हिट गरिसकेपछि अनि त्यसपछि आउँछ एक्चुअल मोमेन्टम। यही सिमिलर प्याटर्न देखिन्छ। कस्तो भने डबल टप, यो अब ट्रिपल बटममा पनि सिमिलर केस हो है। कहिलेकाहीँ अब डबल बटम नबनाएर यसरी बनाइदिन्छ। हजुरहरूको एक्सपेक्टेसन के हुन्छ भने डबल बटम बन्यो या ब्लास्ट हुन्छ भन्ने हुन्छ, तर यसले अर्को एउटा बनाउन आउँछ होइन। यो गर्दा पनि सपोर्टमा बाई भन्ने हिसाबले हुन्छ, अनि त्यसमा नै म्यानिपुलेसन भएर स्टप लस कलेक्ट भएर माथि जान्छ।
यसमा अब लिक्विडिटीको रोल के भयो त? तपाईँहरूको किता चाहिँ बिग मनीको लागि फ्युलको काम गर्ने भयो, सिम्पल। यसमा अब स्टप लस हिट गराएर जानु नै त्यो म्यानिपुलेसन भयो। सिनारियो बुलिस हुन्छ, बुलिस भएर तपाईँहरूलाई इन्टर गराइन्छ भनौँ न, सर्टेन टाइपको प्याटर्न देखाएर या ट्रेन्ड लाइन देखाएर तपाईँहरूलाई त्यो ट्रेडमा इन्ड्युस गरिन्छ अनि त्यसपछि तपाईँहरूको स्टप लस हनाएर त्यो कलेक्ट गरेर मार्केट अपसाइड मुभ। यो भयो डबल टप या डबल बटम या ट्रिपल बटमको। अर्को हुन्छ इक्वेली, अब यसलाई एसएमसीको टर्ममा भन्दाखेरि इक्वल लो भनिन्छ, इक्वल लोमा के अरे लिक्विडिटी रेस्ट गर्छ, सिम्पल है। अब यसलाई हटाइदिएँ। सेम टाइपको केस हुन्छ तपाईँको डबल टप या डबल बटम है। यस्तो टाइपले है। एउटा टप फर्मेसन गर्यो भनेपछि एउटा रेजिस्टेन्स फर्मेसन गर्यो अनि त्यसको ब्रेकआउट हुन्छ। यो ब्रेकआउट चाहिँ रियल नभए यसको फेक ब्रेकआउट हुन्छ भनेको यहाँ त जति पनि यो माथि एक्सटर्नल लिक्विडिटी छ भनेको हाईको माथि एक्सटर्नल लिक्विडिटी हुने भयो, लोको तल पनि एक्सटर्नल हुने भयो, यो बिचको तपाईँको जति पनि देख्नुहुन्छ त्यो सबै इन्टरनल हुने भयो होइन। तपाईँको एक्सटर्नल लिक्विडिटी लिइसकेपछि चाहिँ यो ब्रेकआउट भनेर ब्रेकआउट ट्रेडरहरू जति पनि इन्ड्युस हुन्छ सबैलाई ट्र्याप गरेर अनि मार्केट डाउन हुन्छ। यो भयो अर्को टाइपको म्यानिपुलेसन। अनि यस्तै गरी तपाईँको ट्रेन्ड लाइन म्यानिपुलेसनको त मैले डिपमा नै भिडियो बनाइसकेको छु है, त्यही पनि यसमा नि कुरा गरौँ। यसमा यो हाम्रो ट्रेन्ड लाइन भयो, प्राइस आइरहेछ, यही ट्रेन्ड लाइन या च्यानल सर्टेन च्यानल बनाएर प्राइस मुभ गरिरहेछ, यसलाई सडनली ब्रेकडाउन दिएर अनि अपसाइड मुभ क्यारी गर्छ। यो प्याटर्न, यो ट्रेन्ड लाइन या च्यानल चाहिँ तपाईँको एउटा सर्टेन च्यानल बनाएर जान्छ यस्तो टाइपले। अपसाइड पनि ट्र्याप हुन्छ है, यसमा रेजिस्टेन्समा पनि ट्र्याप हुन्छ, सपोर्टमा पनि ट्र्याप हुन्छ, यो बोथ साइड ट्र्याप हुन्छ। त्यो भनेको सबै म्यानिपुलेसन के को लागि हुन्छ? तपाईँहरूको किता खोज्नको लागि, सिम्पल टर्ममा। त्यो भनेको अब तपाईँको अपसाइड मुभ ठुलो मुभ दिनु छ भने सुरुमा सबैबाट लिक्विडिटी ग्र्याब गरेर अनि बल्ल अपसाइड मुभ दिन्छ है। यो इक्जाम्पल भयो। यसमा हामी चार्टमा हेरौँ है त यसलाई, यो म्यानिपुलेसन कसरी कसरी कुन रूपमा हुन्छ भन्ने। यहाँ चाहिँ मैले पिएचसिएलको चार्ट लिएको छु अहिले, रिसेन्ट नै चार्ट हो हाम्रो, हिजोको राइज लगभग 5% को राइज छ भनेपछि यहाँ रिसेन्ट चार्टमा नै तपाईँको कस्तो टाइपले म्यानिपुलेसन भएको छ त्यो हेरौँ है त। सुरुमा मैले यो जोनहरू हटाइदिएँ है। यो एउटा तपाईँको सपोर्ट रेजिस्टेन्स हेर्नुहुन्छ भने यो एउटा की सपोर्ट जोन हो है। यो जुन तपाईँको बेस बनाएको छ की सपोर्ट जोन भयो, सपोर्ट रेजिस्टेन्स हेर्नु हुनेहरूको लागि। सपोर्टबाट फर्स्टमा माइनर रियाक्सन, त्यसपछि फेरि पुल ब्याक आएको छ भनेपछि तपाईँहरूले प्याटर्न हेर्नुहुन्छ भने, कोही प्याटर्न ट्रेडर हुनुहुन्छ भने यहाँ एक टाइपले डबल बटम फर्म गरेको छ है। यहाँनिर डबल बटम प्याटर्न फर्म गरेको छ। यो फर्म हुँदै गर्दाखेरि पनि एक लेभलको बेस बनाएर स्विङ गएर रिट्रेस आउँदाखेरि यहाँ सपोर्ट बाई पनि पर्फेक्ट हुन्छ होइन। त प्याटर्न ट्रेडर यो डब्लुको नेकलाइन माथि बाई नेकलाइनको ब्रेकआउट गर्दाखेरि यो पनि भ्यालिड भयो। अझ यसको के अरे पोर्सन बराबरको अपसाइड मुभ दिन्छ भन्ने पनि त्यो थ्योरी कन्सेप्ट जुन छ त्यसमा, यसमा क्लोजिङ पनि दिएको छ है, क्यान्डल क्लोजिङ अबोभै छ, नेकलाइनको ब्रेकआउट पनि छ। तर के गरिदियो प्राइसले, त्यसलाई डिसरेस्पेक्ट गरेर फल भयो। तपाईँहरूको यो बेसिसमा बाई गर्नुहुने सबैको स्टप लस कलेक्ट भयो। त्यो बेसिसमा बाई गर्नुहुने, प्याटर्न बेसिसमा बाई गर्नुहुनेहरूको कहाँ हुन्छ स्टप लस? यो स्विङ पछि यो मुभको स्विङ लोमा हुन्छ है, क्लियर ब्रेकडाउन, त्यहीँ स्टप लस भएको छ। कसैले गर्नु भएन होला, यो अलिकति रिस्की हुन्छ, अलि तलै स्विङ लोको तल स्टप लस राख्नुहुन्छ भने पनि
यो पनि तपाईँको अलिकति जुम इन गरेर हेरौँ, यो क्लोजिङ बेसिसमा नै तपाईँको स्टप लस सेट गराएर अनि बल्ल अपसाइड मुभ दिएको छ। प्याटर्न हेर्नेको पनि स्टप लस हिट भयो। तपाईँको यो स्विङ लोलाई तपाईँले स्टप लस जस्तै माथितिरको बाई छ भने अभियसली तपाईँले 10% 8-9% तल त राख्नुहुन्न। तपाईँको भ्यालिड स्टप लसको जोन कुन हुन्छ? यो पुल ब्याकको जोन भयो होइन, स्विङको तल स्टप लस भयो, स्टप लस हिट। अलिक अगाडि बाई गर्नुभएको कसैले अब यो लोवर साइडमा बाई गर्नुभएको छ भने उहाँहरूको स्टप लस यो जोन होला, उहाँहरूको पनि स्टप लस हिट। अनि त्यसपछिको मुभ एग्रेसिभ अप। यो भनेर अब पिएसएल किन्नु है भन्न खोजेको चाहिँ होइन, जस्ट तपाईँको 2 दिनमा नै लो टु हाई हेर्नुहुन्छ भने 17% को मुभ दिएको छ। यो के गरेर सबै यहाँबाट ट्रेडर जति सबैलाई निकालेर अनि एग्रेसिभ मुभ त्यो भयो। म्यानिपुलेसन हाम्रो यसमा के म्यानिपुलेसन? प्याटर्न म्यानिपुलेसन पनि देख्नुभयो, सपोर्ट म्यानिपुलेसन पनि देख्नुभयो। अब यसमा हाईमा चाहिँ कसरी म्यानिपुलेसन हुन्छ त? हो यो पनि पर्फेक्ट इक्जाम्पल यसमै छ है, हाईमा कसरी म्यानिपुलेसन हुन्छ भनेर। तपाईँको यो की हाई ब्रेक गरिदियो होइन, रिमुभ गर्ने हाईको क्लियर ब्रेकआउट छ। ब्रेकआउट पनि कस्तो क्यान्डलले छ भने तपाईँको लगभग 8% को मारुबुजी क्यान्डल, भोल्युम यसमा एभरेज भन्दा बेसी नै भोल्युम छ भनेपछि दिस इज अ क्लियर ब्रेकआउट है। त्यसपछि जुन फलोअप क्यान्डलहरू पनि छ, एउटा एक दिनको क्यान्डल रिटेस्ट गरेको जस्तो गर्यो भनेपछि यहाँ जति पनि ब्रेकआउट ट्रेडरहरू हुनुहुन्छ कि त यो क्यान्डलमा इन्ट्री हो कि त यो क्यान्डलमा, त्यसपछि फलोअप क्यान्डल पनि राम्रै बनाएको छ भनेपछि यो दुइटामा मिस गर्नुहुनेहरूले यो क्यान्डलमा अभियसली इन्ट्री गर्नुभयो होइन। यहाँ ब्रेकआउट के भयो, यो पोर्सन चाहिँ तपाईँहरूको ट्र्यापिङ भयो। यहाँ बाई गर्नुहुनेहरूले यहाँ ब्रेकआउट भयो रिटेस्ट वेट गर्छु भनेर यहाँ रिटेस्टमा बाई गर्नु हुनेहरूको सबैको एसएल हिट हो। यो भयो फेकआउटको इक्जाम्पल या तपाईँको यो स्विङ हाई ब्रेक पछिको ट्र्यापिङ मुभ। म्याक्सिमम टाइप अफ ट्र्याप चाहिँ हाम्रो मार्केटमा यो टाइपको ट्र्याप चाहिँ धेरै देख्न सक्नुहुन्छ, किनकि रिटेललाई लगभग यो तल जोनमा साइडेज बस्दाको यो बोरिङ जोन हुन्छ नि त। यो साइडेज भनेको धेरै टाइम साइडेज बस्दा रिटेल बायर एट्र्याक्ट हुँदैन। जब हाई हाई जान थाल्यो, जब हाई ब्रेक हुन्छ, प्रिभियस हाईहरू ब्रेक हुँदै जान्छ, तब रिटेल चाहिँ एट्र्याक्ट हुँदै जाने हो। त्यस्तोमा तपाईँहरूले बाई गर्ने भनेको यो ब्रेकआउटमा यसरी बाई गर्नुहुन्छ। म्याक्सिमम टाइपको ट्र्याप हुने भनेको यो हाई ब्रेकआउट पछिको बाईमा ट्र्याप। तपाईँहरूले अब यसमा इक्जाम्पलहरू देख्नुभयो, यो एउटै सिङ्गल चार्टमा नै एभ्री यो स्टेजमा ट्र्याप छ, यो स्टेजमा ट्र्याप छ, त्यसपछि रियल मुभ छ। रियल मुभ आउनुभन्दा अगाडि म्याक्सिममलाई मार्केटले फिल्टर गरेर जान्छ है। यसमा अब हामी अर्को एउटा स्टक हेरौँ। स्टक भन्दा नि नेप्सेमै हेर्दा पनि हुन्छ यसलाई। यो मुभ गएको थियो जुन, यो मुभमा हेर्नु, यसरी पनि गर्न सक्नुहुन्छ होला, यसरी ड्र गर्दा पनि भयो। यो एउटा च्यानल फर्मेसन है, तिनटै टच। ल यो दुईटा टच गर्नुहुन्छ भने पनि फर्स्ट ट्र्यापिङ कहाँ भएको छ, यहाँ एउटा च्यानल बाहिर ब्रेकआउट दिएको क्यान्डल प्लस यहाँनिर ट्र्यापिङ भयो, रिट्रेस आयो, केही भयो नि, यहाँ सेल गर्नुभयो, यहाँ फेरि बाई गर्नुभयो। अर्को ट्र्यापिङ कहाँ भयो तपाईँको, यहाँ ब्रेकडाउन त भएको छ होइन, ब्रेकडाउनमा स्टप लस गर्नुहुनेले गर्नुभयो। अर्को एउटा फल्स होप के गरिदिएछ भने इमिडिएटली रिक्लेम गरेको जस्तो फल्स होप देखाइदिएछ भनेको तपाईँको फलोअप क्यान्डलले मारुबुजी क्यान्डल, बुलिस मारुबुजी टाइपको क्यान्डल बनाएछ, यसमा बायर्सलाई इन्ट्री गरायो। जो कहिले अलिअलि म्यानिपुलेसनको बारेमा थोरै थाहा छ, प्याटर्न म्यानिपुलेसनको बारेमा, उहाँहरूलाई पनि फेरि ट्र्याप गरेको यो मुभमा चाहिँ है। यो मुभमा फेरि इन्ट्रोड्युस गरायो। अनि च्यानल वाइज हेर्ने हो भने यो एउटा ट्र्यापिङ मुभ। अर्को ट्र्यापिङ मुभ कहाँ छ तपाईँको भने जसले सपोर्ट र रेजिस्टेन्स हेर्नुहुन्छ उहाँहरूको लागि एउटा पर्फेक्ट ट्र्यापिङ मुभ रिसेन्टली यो 2800 को ब्रेकआउट है। की रेजिस्टेन्स हामीलाई थाहा छैन, यो 2800 को लेभल की रेजिस्टेन्स हो। की रेजिस्टेन्सको ब्रेकआउट
75 पोइन्ट अपको बुलिस मारबुजी क्यान्डल। त्यसमा यसमा बायर इन्ट्रोड्युस भयो। त्यसको नेक्स्ट डे फलोअप क्यान्डल तपाईँहरूलाई याद छ भने इन्ट्राडेमा फर्स्ट आवरको क्यान्डल यो पुरै बुलिस मारबुजी क्यान्डलै हो, फर्स्ट आवरको क्यान्डल है। त्यो भनेको धेरैले लेभरेज युज गरेर एग्रेसिभली बाई गर्नुभएको जोनहरू हो क्या। त्यसपछि कन्टिन्युस डाउन भनेपछि यहाँ बाई गर्नेहरूलाई स्टप लसको नि मौका नदिकन झरेको बेला हो यो चाहिँ, सबैजनालाई ट्र्याप गरेर हो। यो एभ्री फेजमा तपाईँहरूले देख्न सक्नुहुन्छ क्या यस्तो टाइपको म्यानिपुलेसन। यस्तो टाइपको म्यानिपुलेसनबाट जोगिने एउटा आइडिया भनेको चाहिँ चार्टहरूमा चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईँहरूले हेर्नुभएको जोन छ नि, जुन लाइक कुनै चार्टमा अघि हामीले पिएसएलमा हेरेको थियौँ, चार्टमा हेर्नुभएको जोनमा इन्ट्री जोन कुनै हेर्दै हुनुहुन्छ भने फर्स्टमा एक लेभलको तपाईँहरू ट्र्यापिङ चाहिँ वेट गर्नुहोस्। भनेको एक लेभलको फिल्टर वेट गर्नुहोस्। यहाँ तपाईँले स्टप लस देख्नु भएको छ भने, यहाँ कतिको स्टप लस छ भन्ने थाहा छ भने सुरुमा एउटा ट्र्यापिङ मुभ आउन दिनुहोस्, त्यसपछि इन्ट्री गर्ने। यस्तो केसमा अब कति कन्टेक्स्टमा तपाईँहरूको ट्रेड छुट्न पनि सक्छ होइन। माथिल्लो जोनहरूमा अलरेडी अगाडि ट्र्यापिङ मुभहरू भइसकेको छ, लिक्विडिटी पुगिसकेको छ भनेको उनीहरूलाई चाहिने किताब फुलफिल भइसकेको छ भने फेरि रिपिटेडली ट्र्याप गर्छ भन्ने छैन त्यसमा है। अनि त्यो एउटा बस्ने तरिका भयो। बस्ने भन्दा पनि तपाईँको ट्रेडहरू अलि इफेक्टिभली लग्ने तरिका। अनि अर्को जो पनि प्याटर्न ट्रेडर हुनुहुन्छ, लाइक प्याटर्न ट्रेड गर्नुहुन्छ भने त तपाईँहरूलाई थाहा हुँदैन कि यो म्यानुपुलेसन हो कि रियल ब्रेकडाउन हो भन्ने तपाईँहरूलाई थाहा हुँदैन। इक्जाम्पल है, यो पनि म्यानुपुलेसन हो कि रियल अपसाइड ब्रेकआउट हो भन्ने नर्मल कन्टेक्स्टमा थाहा हुँदैन। त्यसपछिको मुभले थाहा दिने हो तपाईँहरूलाई। भनेको कस्तो हुन्छ भने तपाईँ म्यानुपुलेसनमा पर्नुभयो, तपाईँको स्टप लस हिट भयो भने यो म्यानुपुलेसन होला, म होल्ड गर्छु भन्ने हिसाबले चाहिँ नबस्नु होला। यसमा मेन याद गर्नुपर्ने चाहिँ त्यो है। म्यानुपुलेसन भयो, स्टप लस हिट भयो नि, स्टप लस गर्ने निस्किने, त्यसपछिको मुभहरू नोटिस गर्नु होला है। म्यानुपुलेसन पछिको मुभ नर्मल कन्टेक्स्टमा एग्रेसिभली नै जान्छ। धेरै पोइन्टमा हुन्छ है यस्तो टाइपको म्यानुपुलेसनहरू। रियल मुभ दिनु लाइक नेप्सेको पनि होला पहिला। यो जाने जोन तपाईँको ऱ्याली जानुभन्दा अगाडि, ठुल्ठुलो ऱ्याली जानुभन्दा अगाडि नर्मल्ली ट्र्याप गरेरै जान्छ। यो तपाईँको यो जोन भनेको म्यानुपुलेसन जोनमा ट्रेन्ड लाइन फलो गर्नुहुन्छ या प्याटर्नहरू केही फलो गर्नुहुन्छ भने यो क्यान्डलमा नि तपाईँहरूलाई धेरैलाई निकाल्यो यो क्यान्डलमा। इन्ट्राडे अब यो अपसाइड मुभ दिएको छ होइन। यस्तो टाइपले एभ्री फेजमा ठुल्ठुलो मुभ जानु अघि एभ्री फेजमा म्यानुपुलेसन हुन्छ। युपिसिएल मैले प्रिभियसमा नि इक्जाम्पल दिएको होइन। मेजर ट्रेन्ड लाइन अपसाइड मुभ जानु अघि म्यानुपुलेसन हो। यो म्यानुपुलेसन एभ्री फेजमा हुन्छ है, त्यो चाहिँ नोटिस गर्नु होला। अनि ब्रेकआउट ट्रेडरहरू चाहिँ अलिक बेसी केयरफुल हुनु होला यसमा है। लोवर रिजनमा बाईको त खासै फरक पर्दैन। लोवर रिजन बाईहरूको तपाईँहरूको स्टप लसको मार्जिन नै ठुलो के अरे ठुलो हुँदैन, प्लस तपाईँहरूलाई टाइम पनि अलिकति पाउनुहुन्छ। हायर लेभलमा जस्तै के अरे पम्प भएर बबल भएर बसेको स्टकहरूमा माथिल्लो जोनमा तपाईँले स्टप लस गर्न पाउनु भएन भने एकदम एग्रेसिभली फल हुन नि सक्छ त्यस्तो स्टकहरू हो। यो युपिसिएलकै एक लेभलको यो अपसाइड पनि ट्र्याप गरेर आएको स्टक हो। प्याटर्न ट्रेडर या ब्रेकआउट ट्रेडरहरूलाई ट्र्याप गरेर आएको हो। सो अर्ली स्टेजमा हुनुहुन्छ, बिगिनर्स हुनुहुन्छ भने यो रेजिस्टेन्स ब्रेकआउट हुन्छ नि जुन, तपाईँहरू सपोर्ट बाईहरूलाई चाहिँ अलिक बेसी प्रायोरिटाइज गर्नु होला यो ब्रेकआउट ट्रेडिङ भन्दा बेसी। ब्रेकआउटको पनि बस्ने अर्को एउटा आइडिया के छ भने जाँदा जाँदैको मुभमा भन्दा नि तपाईँ पुलब्याक या रिटेस्टमा इन्ट्री गर्नु चाहिँ अलिक बेसी सेफर हुन्छ। यसमा सायद म्यानुपुलेसन कुन टाइपले हुन्छ भन्ने चाहिँ बुझ्नुभयो होला। मैले अर्को नि एड गरेँ यसमा, न्युज या इभेन्ट्सको कुराहरू छ नि। न्युज या इभेन्ट चाहिँ म्यानुपुलेटिभ कुन सेन्समा हुन्छ भने तपाईँको लाइक राइटको कुराहरू, बोनसको कुराहरू जुन डिक्लेयर हुन्छ नि, ब्याक टेस्ट गरेर हेर्नु। लाइक बोनसको न्युज आउनुभन्दा अगाडि नै
स्टकले चाहिँ एक टाइपले मुभ दिइसकेको हुन्छ। जब न्युज रिलिज हुन्छ त्यसले चाहिँ रिटेल ट्रेडरलाई एट्र्याक्ट के अरे त्यो रिटेललाई चाहिँ आऊ किन भन्ने हिसाबले बोलाएको हो क्या न्युज रिलिज गर्ने भनेको। एक्चुअल मुभ त्यो बोनसको जुनवाला मुभ हुन्छ त्यो न्युज आउनुभन्दा अगाडि नै मुभ दिइसकेको हुन्छ भनेको स्मार्ट मनीको इन्ट्री अगाडि भएर राइज दिन थालिसकेको या दिइसकेको हुन्छ। त्यो न्युजको बेसिसमा चाहिँ के हुन्छ लिक्विडिटी जेनेरेट भयो। त्यहाँ अब उनीहरू सेलर्स हुनुपर्ने कन्टेक्स्ट भयो नि त, अगाडि राइज दिइसकेको छ भनेपछि बायर्स चाहियो। बायर्स चाहिँ तपाईँहरूलाई एट्र्याक्ट गर्ने हो त्यो न्युज र इभेन्टको बेसिसमा। सो ट्रेडर हुनुहुन्छ भने बोनस डिभिडेन्ड र त्यो राइटको पछि लाग्नुभन्दा त्यो डिक्लेयर हुन लागेको छ त्योभन्दा अगाडि मुभ दिइसकेको छैन भने हो त्यो मुभ चाहिँ क्याच गर्न ट्राई गर्नु होला। यसमा अब नबुझेकोहरू केही छ कन्टेक्स्टहरू भने कमेन्टमा लेख्न सक्नुहुन्छ। सायद अब प्याटर्न म्यानिपुलेसन र यसको बारेमा न्युज इभेन्ट म्यानिपुलेसनको बुझ्नुभयो होला। भोल्युम र फ्लोर सिटको चाहिँ म अर्को एउटा भिडियोमा कभर गर्न ट्राई गर्नेछु। लिक्विडिटीको प्रिभियस भिडियो पनि च्यानलमा नै छ होइन, त्यो भिडियो पनि गएर हेर्न सक्नुहुनेछ। हस्, थ्याङ्क यू।